ल है त यसमा सिधै प्रवेश गरौँ। आजको हाम्रो यो अन्वेषण अलि विशेष छ। हामी एउटा यस्तो प्राचीन तर एकदमै गहिरो मनोवैज्ञानिक ग्रन्थको कुरा गर्दैछौँ जसले संसारलाई हेर्ने हाम्रो पुरै चस्मा नै बदलिदिन सक्छ। हामी कुरा गर्दैछौँ थेरवाद बौद्ध परम्पराको एकदमै महत्त्वपूर्ण हिस्सा अभिधम्म पिटकको। यो कुनै साधारण किताब होइन नि, यो त हाम्रो मन र यो सम्पूर्ण यथार्थलाई नै चिरफार गर्ने एउटा चम्मको मनोवैज्ञानिक नक्सा हो। हामी सबैलाई लाग्छ नि, हामी एउटा एकदमै ठोस, कहिल्यै नबदलिने संसारमा बाँचिरहेका छौं। हामी आफैलाई पनि एउटा स्थायी व्यक्ति वा म भनेर मानिरहेका हुन्छौं। तर एकछिन सोच्नुस् त, वास्तविकता साँच्चीकै केले बनेको हुन्छ? के हामीले अनुभव गरिरहेको यो ठोसपन साँच्चै सत्य हो, वा हाम्रो आफ्नै दिमागले बुनेको एउटा ठूलो भ्रम मात्रै हो? यही एउटा प्रश्नले नै आजको हाम्रो पूरै कुराकानीको जग बसाल्नेछ। अब यो गहिरो विषयलाई बुझ्न हामीले कुन स्रोतको मद्दत लिँदैछौँ त? आजको हाम्रो प्रमुख आधार भनेको जर्मन भिक्षु ज्ञानतिलोक महाथेराले लेख्नुभएको गाइड थ्रु दि अभिधम्म पिटक हो। यो पुस्तकले ती लामा र जटिल अभिधम्म ग्रन्थहरूलाई एकदमै स्पष्ट पारेर प्रस्तुत गरेको छ। मानव धारणाको सबैभन्दा गहिरो तहसम्म पुग्नको लागि यो एउटा एकदमै भरपर्दो मार्गदर्शक हो। आजको हाम्रो यात्रा मुख्य गरी यी 5वटा बिन्दुहरूमा अगाडि बढ्नेछ। पहिलो, पारम्परिक र निरपेक्ष यथार्थ। दोस्रो, अभिधम्म म्याट्रिक्स। तेस्रो, मानसिक घटनाहरूको गणना। चौथो, अस्तित्वका समूहहरू। र अन्त्यमा यथार्थको संयन्त्र। सुन्दा अलि भारी लाग्न सक्छ, तर नआत्तिनुस्, हामी यसलाई एकदमै सरल बनाएर हेर्नेछौँ। पहिलो खण्ड, पारम्परिक विरुद्ध निरपेक्ष यथार्थ, एउटा ठूलो वैचारिक परिवर्तन। यहाँबाट चाहिँ हाम्रो बुझाइले बाटो फेर्छ है। मान्छेको दिमागले यो संसारलाई कसरी लिन्छ भन्ने कुराको एकदमै नयाँ पाटो यहाँबाट सुरु हुन्छ। हेर्नुस् है, सुत्तहरूमा हामी जुन पारम्परिक यथार्थको कुरा गर्छौं, त्यहाँ म, मेरो वा व्यक्ति जस्ता दैनिक जीवनका शब्दहरू प्रयोग हुन्छन्। यो त हाम्रो कुराकानी गर्ने सामान्य तरिका नै भयो। तर अभिधम्म अर्कै तहमा गएर कुरा गर्छ। यसले निरपेक्ष यथार्थ अर्थात् परमत्थ धम्मको वकालत गर्छ। यहाँ कुनै स्थायी म भन्ने कुरा नै छैन के, यहाँ त केवल निरन्तर उत्पन्न हुने र नष्ट हुने मानसिक र भौतिक प्रक्रियाहरू मात्र छन्। यो भनेको हाम्रो त्यो अहङ्कारको भ्रमबाट बाहिर निस्कने एउटा कडा प्रयास हो। अब लागौं दोस्रो खण्डमा, अभिधम्म म्याट्रिक्स, अन्तिम वर्गीकरण प्रणाली। अब यसको सबैभन्दा रोचक कुरा के हो भने यसले यथार्थलाई कसरी व्यवस्थित गर्छ भन्ने कुरा हामी यहाँ देख्नेछौँ। यो म्याट्रिक्स नै सम्पूर्ण अभिधम्मको जग हो। यहाँ एउटा शब्द आउँछ, मातिका। सुन्दा प्राविधिक लाग्न सक्छ, तर यसलाई एउटा वैचारिक साँचो वा विशाल छान्ने जालीको रूपमा सोच्नुस् न। यसको काम के हो भने हाम्रो यो पूरै ब्रह्माण्डलाई, हाम्रा अनुभवका सबै जटिलताहरूलाई छानेर सटीक मनोवैज्ञानिक र नैतिक वर्गहरूमा राख्ने। यसको मुख्य उद्देश्य भनेकै हामीले जुन कुरालाई एउटै ठोस वस्तु मानिरहेका हुन्छौं, त्यो भ्रमलाई टुक्रा टुक्रा पार्नु हो। र यसको दायरा साँच्ची नै विशाल छ। यसले 22वटा त्रिक अर्थात् 3का समूहहरू र 100वटा द्विक अर्थात् 2का समूहहरूमा सबै कुरालाई बाँड्छ। हाम्रा कार्यहरूको आधारमा यसले कुशल, अकुशल र तटस्थ अवस्थाहरूलाई एकदमै प्रष्ट छुट्याउँछ। हाम्रो अनुभव जतिसुकै भद्रघोल वा जटिल किन नहोस्, यो म्याट्रिक्सले त्यसलाई एउटा अचम्मको व्यवस्थित ढाँचामा ल्याइदिन्छ। तेस्रो खण्ड, मानसिक घटनाहरूको गणना, धम्मसँगणीको विच्छेदन। यो म्याट्रिक्सलाई बुझिसकेपछि अब हाम्रो आफ्नै चेतना कसरी साना साना टुक्राहरू मिलेर बनेको छ भन्ने कुरा अन्वेषण गरौँ। धम्मसँगिनीले कुरालाई एकदमै सफा तरिकाले राख्छ। यसका अनुसार यो पूरै अस्तित्वलाई आधारभूत रूपमा 3वटा परम यथार्थहरूमा बाँड्न सकिन्छ। चित्त अर्थात् हाम्रो चेतना, चेतसिक अर्थात् त्यो चेतनासँग आउने मानसिक तत्त्वहरू, र रूप अर्थात् भौतिकता। यिनै 3वटा कुराहरू हाम्रा सबै अनुभवका आधारभूत निर्माण ब्लकहरू हुन्। 8, 9 सुन्दा यो एउटा अङ्क मात्र लाग्न सक्छ, तर होइन, यसले चेतनाका 89 फरक फरक वर्गहरूलाई जनाउँछ। सोच्नुस् त, हाम्रो मनले एक क्षणमै अनुभव गर्न सक्ने चेतनालाई कति गहिरो र सूक्ष्म तरिकाले वर्गीकरण गरिएको छ। यो ग्रन्थको सूक्ष्मता साँच्चै नै विस्मयकारी छ नि, होइन र? अनि अर्को अचम्मको संख्या छ 52।
यी 52वटा चाहिँ चेतसिक अर्थात् मानसिक सहगामी तत्त्वहरू हुन्। यिनै तत्त्वहरू हुन् जसले ती चेतनामा रङ्ग भर्ने काम गर्छन्। खुशी, एकाग्रता अनि लोभ वा द्वेष, यी सबै यिनै 52वटा तत्त्वहरूभित्र पर्छन् जसले हाम्रो चेतना कस्तो हुने भन्ने कुरा निर्धारण गर्छन्। अनि यो वर्गीकरणले एउटा कुरा एकदमै उत्कृष्ट रूपमा प्रष्ट पार्छ। हाम्रो मनको हरेक अवस्थालाई कर्मको आधारमा कसरी छुट्याउन सकिन्छ। जस्तै हामी कुशल अवस्था भन्छौं नि, त्यो अलोभ, अद्वेष र अमोहबाट आउँछ, जसले स्मृति र प्रज्ञा बढाउँछ। अर्कोतिर अकुशल अवस्थाहरू लोभ र द्वेषबाट सुरु हुन्छन्, जसले शङ्का र बेचैनी ल्याउँछन्। अनि तटस्थ अवस्थाहरू पनि छन्, जुन चाहिँ केवल अघिल्ला कर्मका परिणाम मात्र हुन्। यो त हाम्रो मनको पुरै एक्सरे नै गरे जस्तो भयो नि। चौथो खण्ड अस्तित्वका समूहहरू, विभङ्ग ग्रन्थहरू। अब अलिकति फरक पाटोबाट हेरौँ। यसले हामीलाई व्यक्ति भनेर बुझ्ने जुन हाम्रो गहिरो भ्रम छ, त्यसलाई अझ जरादेखि नै कसरी भत्काउँछ भनेर हेरौँ। जसलाई हामी एउटा ठोस व्यक्ति वा म भनेर यति धेरै महत्त्व दिन्छौँ नि, त्यो वास्तवमा जम्मा 5वटा खण्डकहरूको अस्थायी जोडजाम मात्रै हो। ती हुन् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान। जब हामी यी 5वटा टुक्राहरूलाई अलग अलग गरेर हेर्छौं, तब त्यो स्थायी स्व वा अहङ्कारको भ्रम त आफै बालुवाको महल जस्तै ढलेर जान्छ। अझ भित्र पसेर हेर्ने हो भने त हाम्रो सम्पूर्ण अनुभव जम्मा 12वटा आयतन वा इन्द्रिय आधारहरूमा खुम्चिन्छ। हाम्रा 5 भौतिक अङ्गहरू र तिनले ग्रहण गर्ने 5 भौतिक वस्तुहरू, अनि अर्को हाम्रो मन र त्यसका मानसिक वस्तुहरू। समग्रमा भन्ने हो भने मानव अनुभव भनेको यी 12वटा आधारहरू बीच भइरहने निरन्तर अन्तर्क्रिया मात्रै हो, अरू केही पनि होइन। 5औं खण्ड यथार्थको संयन्त्र, प्रतीत्य समुत्पाद। अब सबैभन्दा महत्त्वपूर्ण बिन्दु भनेको यी सबै क्षणिक कुराहरू कसरी एक अर्कासँग जोडिएर एउटा श्रृङ्खला बन्छन् भन्ने कुरा बुझ्नु हो। यो एउटा यस्तो चक्र हो जसले यो संसार वास्तवमा कसरी चलिरहेको छ भनेर देखाउँछ। हेर्नुहोस् है, अविद्या अर्थात् अज्ञानताको कारणले कर्म संस्कारहरू बन्छन्, संस्कारले चेतना ल्याउँछ र अनि मात्र मानसिकता र भौतिकता अस्तित्वमा आउँछन्। यो तृष्णा, अविद्या र अस्तित्वलाई सँगै बाँध्ने एउटा निरन्तर कहिल्यै नटुङ्गिने चक्र हो। 144 फेरि अर्को संख्या, तर यो सामान्य कुरा होइन है। प्रतीत्य समुत्पादका 144वटा मोडहरू वा भिन्नताहरू छन्, जुन चेतनाको एउटै मात्र क्षणभित्र पनि सक्रिय हुन सक्छन् भनेर स्रोत सामग्रीमा उल्लेख गरिएको छ। सोच्नुस् त, आँखा झिम्काएको भरमा बित्ने एउटै मानसिक क्षणमा कति ठूलो र जटिल प्रक्रिया चलिरहेको हुन्छ। यो कुराले त साँच्चै नै हामीलाई विस्मित तुल्याउँछ। स्रोत सामग्रीमै भनिएको यो एउटा भनाइले सबै कुराको सार खिच्छ। हाम्रो मन र यसको यो पुरै मनोवैज्ञानिक प्रणाली यति विशाल र जटिल छ कि यो त सम्पूर्ण जीवजन्तुको प्रजातिभन्दा पनि धेरै विविधतायुक्त छ रे। यो गहिरो जटिलतालाई बुझ्नु नै वास्तवमा यथार्थलाई बुझ्नु हो। अब एउटा प्रश्न उठ्छ, यति धेरै गहिरो विश्लेषण किन त? यसको अन्तिम र व्यावहारिक उद्देश्य के हो? उद्देश्य एउटै हो, अन्तर्दृष्टि मार्फत हाम्रो मनलाई पीडा र दुःखबाट मुक्त गर्नु। जब हामीले यथार्थलाई यसरी मसिना टुक्राहरूमा बाँडेर हेर्छौं, तब वस्तुहरूको त्यो ठोसपन वा म भन्ने भ्रम पुरै टुट्छ। यो कुनै सैद्धान्तिक ज्ञान मात्रै होइन, यो त पूर्ण रूपान्तरणको एउटा बाटो हो। र अन्त्यमा यो सम्पूर्ण व्याख्याले हामीलाई एउटा एकदमै गहिरो दार्शनिक प्रश्नको संहारमा ल्याएर छोड्छ। यदि हामीले स्व वा म भनेर यति धेरै महत्त्व दिँदै आएको कुरा केवल निरन्तर परिवर्तन भइरहने घटनाहरूको एउटा क्षणिक म्याट्रिक्स मात्रै हो भने, जब यो भ्रमको पर्दा पूर्ण रूपमा हट्छ नि, तब त्यहाँ के बाँकी रहन्छ त? यो प्रश्न आफैमा एउटा ठूलो रहस्य हो, जसले हामीलाई यथार्थको अझ गहिरो खोजी गर्न पक्कै पनि प्रेरित गर्छ। यही गहिरो विचारका साथ आजको यो अन्वेषणलाई यही विश्राम दिउँ।